जस्तै राम्रो तयारी गरेर राम्रो भाषा बनायो भने जापानमा तपाईँको प्रशस्त अवसर भएको हुनाले चाहिँ त्यही भएर विद्यार्थीहरूको चाहिँ अहिले गन्तव्यको रूपमा चाहिँ जापान पछिल्लो चरणमा विकसित भएको छ। जापान जाने विद्यार्थीको लागि चाहिँ सबभन्दा फर्स्ट पहिलो स्किल भनेकै जापानिज भाषा हो। शिक्षा मन्त्रालय अथवा प्रदेश सरकारबाट मान्यता प्राप्त तपाईँको जुन क्वालिफाइड संस्थाहरू छन् तिनीहरूबाट चाहिँ परामर्श लिएर चाहिँ गन्तव्यमा जानुपर्ने हुन्छ। राम्रो तपाईँको इम्प्रुभमेन्ट गर्यो, उसको पढाइ राम्रो गर्यो भने चाहिँ पछाडि उसले सेकेन्ड इयरमा चाहिँ तपाईँको स्कलरसिप पाउने सम्भावना रहन्छ। अङ्ग्रेजी मिडियमको कोर्समा जानको लागि त तपाईँको धेरैजसो युनिभर्सिटीको भाषा क्राइटेरिया नभएका युनिभर्सिटीहरू छन् होइन। नेपालबाटै तपाईँको मजाले भाषा तयारी गरेर N3 पास गरेर अथवा N2 नै गरेर जान्छु जापानिज मिडियम युनिभर्सिटी भन्दा पनि त्यो नमिल्ने कुरा होइन। त्यो भाषाको तयारी गरेर त्यो तपाईँको N2 अथवा N3 N2 पास गरेर युनिभर्सिटी जाने नम्बर चाहिँ बढी छ। यहाँबाट सिधै जापानिज मिडियममा जाने जहाँ अवसर छ त्यहाँ चुनौती पनि हुन्छ होइन। चुनौतीपूर्ण नै हो अवसर भनेको, अथवा अपर्च्युनिटी भनेको नै तपाईँको चुनौती हो, अवसरको लागि पनि चुनौतीको लागि पनि। त्यही भएको हुनाले उसलाई चाहिँ विदेश भनेको चाहिँ असहज महसुस हुँदैन, गाह्रो छ। घाममा गएपछि हामी दुवैजनालाई घामले पोल्छ। अब तपाईँलाई के लाग्यो भने मलाई घामले पोल्छ, मलाई डढाउँछ, म चाहिँ एउटा कालो हुन्छु भने त्यो किसिमको तपाईँको विचार तपाईँको दिमागमा खेल्यो भने के हुन्छ, तपाईँलाई पीडा हुन्छ। मूलत जापान जानुको उद्देश्य चाहिँ के छ भने अध्ययन नै हो। नेपालमा चाहिँ एउटा जापान भनेको नेपाली विद्यार्थीको लागि तपाईँको राम्रो शैक्षिक गन्तव्य हो। त्यहाँ गएर विद्यार्थीहरूले पहिले त जापानमा त मूलत भनेको सुरुमा चाहिँ जापानिज भाषा अध्ययन गर्न जान्छन्। भाषा अध्ययन गरिसकेपछि उनीहरूसित दुईवटा विकल्प हुन्छ। एउटा चाहिँ भोकेसनल कलेजमा जाने, जसलाई सेन्मन गाको भन्छ, अथवा अर्को चाहिँ युनिभर्सिटीमा जाने, दाइगाको भन्छ होइन। त्यही भएर विद्यार्थीको रोजाइ के हुन्छ, के गर्ने, जस्तो त्यसपछि अब उसलाई चाहिँ फर्दर एकाडेमिक लाइनमै के गर्नु छ, अगाडि बढ्नु छ भने चाहिँ उसले चाहिँ अब युनिभर्सिटी जानु पऱ्यो र होइन अब यस पछाडि चाहिँ म स्किल सिक्छु, अब मैले भाषा सिकिसकेपछि चाहिँ सिप सिक्छु र सिप सिकेर चाहिँ त्यसपछि जब गर्छु अथवा जब सेक्टरमा जान्छु भन्यो भने चाहिँ उसले सेन्मन गएको जानु पऱ्यो, त्यसै भोकेसनल स्कुल जानु पऱ्यो। त्यही भएको हुनाले जस्तै त्यहाँ चाहिँ जापानमा चाहिँ अब त्यस्तो अवसरहरू भएको हुनाले जस्तै राम्रो तयारी गरेर राम्रो भाषा बनायो भने जापानमा तपाईँको प्रशस्त अवसर भएको हुनाले चाहिँ त्यही भएर विद्यार्थीहरूको चाहिँ अहिले गन्तव्यको रूपमा चाहिँ जापान पछिल्लो चरणमा विकसित भएको छ। अब मध्यम आर्थिक स्तर भएका नेपाली नागरिकले नै गएर तपाईँको त्यो अध्ययन गर्न सक्ने भएको हुनाले चाहिँ सामान्य रूपमा हेर्दा त्यसलाई सहज गन्तव्यको रूपमा मान्नुपर्छ। मूलत जापानमा चाहिँ आफ्नो भाषालाई प्रायोरिटी दिने भएको हुनाले चाहिँ जापान जाने विद्यार्थीको लागि चाहिँ सबभन्दा फर्स्ट पहिलो स्किल भनेकै जापानिज भाषा हो। उसले चाहिँ जापानिज भाषाको राम्रो तयारी गर्नु पऱ्यो र राम्रो तयारी गरेर चाहिँ त्यस पछाडि तयारी गरिसकेपछि चाहिँ उसले चाहिँ जानुपर्ने कलेज, युनिभर्सिटी अथवा जापानिज ल्याङ्ग्वेज स्कुल कुनमा जाने हो त्यसको बारेमा राम्रो जानकारी लिनु पऱ्यो र त्यसको लागि उसले चाहिँ सर्टिफाइड शिक्षा मन्त्रालय अथवा प्रदेश सरकारबाट मान्यता प्राप्त तपाईँको जुन क्वालिफाइड संस्थाहरू छन् तिनीहरूबाट चाहिँ परामर्श लिएर चाहिँ गन्तव्यमा जानुपर्ने हुन्छ। मूलत यहीँबाट जापानमा भाषा अध्ययन गर्नको लागि स्कलरसिप चाहिँ साह्रै कम छ, त्यस्तो विधि ठुलो अवसर छ स्कलरसिपको। तर जापानमा गएर अध्ययन गरिसकेपछि उसले राम्रो तपाईँको इम्प्रुभमेन्ट गर्यो, उसको पढाइ राम्रो गर्यो भने चाहिँ पछाडि उसले सेकेन्ड इयरमा चाहिँ तपाईँको स्कलरसिप पाउने सम्भावना रहन्छ। जापान जानको लागि मूलत तपाईँको अब यो चाहिँ स्कुल हेरेर चाहिँ फी फरक भएको हुनाले एभरेजमा तपाईँको 13 लाखदेखिबाट लिएर तपाईँको 17-18 लाखसम्मको बिचमा चाहिँ तपाईँको खर्च हुनसक्छ। त्यसमा चाहिँ 1 वर्षको फी, 6 मन्थको एकोमोडेसन, अरू लाग्ने खर्चहरू गरेर चाहिँ मूलत त्यति खर्च हुन्छ। मूलत जापानिज भाषा दुई तरिका हुन्छ जापानको विश्वविद्यालय जानलाई। तपाईँ एउटा अङ्ग्रेजी इङ्ग्लिस मिडियमको कोर्समा जानु पनि सक्नुहुन्छ भने अर्को जापानिज मिडियमको कोर्समा। अङ्ग्रेजी मिडियमको कोर्समा जानुको लागि त तपाईँको धेरैजसो युनिभर्सिटीको भाषा क्राइटेरिया नभएका युनिभर्सिटीहरू छन् होइन। बरु आइएल्सको स्कोरहरू खोज्ने र जापानिज भाषा नखोज्ने, अथवा कतिले चाहिँ तपाईँको बेसिक जापानिज कम्युनिकेसन भए पनि मान्ने इङ्ग्लिस मिडियमको कोर्समा छ भने, यदि जापानिज मिडियमको कोर्समा जाने हो भने चाहिँ तपाईँको जेनरली तपाईँको N3देखि तपाईँको N2सम्म गर्नुपर्ने हुन्छ र त्यहाँ एउटा तपाईँको युनिभर्सिटीको त EJU भन्छ होइन, त्यो टेस्ट पनि पास गर्नुपर्ने हुनसक्छ। त्यही भएको हुनाले तपाईँको नेपालबाटै तपाईँको मजाले भाषा तयारी गरेर N3 पास गरेर अथवा N2 नै गरेर जान्छु जापानिज मिडियम युनिभर्सिटी भन्दा पनि त्यो नमिल्ने कुरा होइन, त्यो मिल्छ। अथवा इङ्ग्लिस मिडियममा म अध्ययन गर्न जान्छु भने पनि मिल्छ। त्यही भएको हुनाले जेनरली चाहिँ अहिले नेपालबाट जाने विद्यार्थीको रफ्तार चाहिँ के छ भने नेपालमा बसेर भन्दा पनि बरु जापानमै गएर
तपाईँको त्यो जापानिज भाषा भनेको चाहिँ तपाईँको यो ब्रिज कोर्स जस्तो हो, युनिभर्सिटी जाने। बरु जापानमै गएर त्यो ब्रिज कोर्स लेभलको भन्दा युनिभर्सिटी प्रिपेरेटरी कोर्स पनि भन्छ त्यो जापानिज ल्याङ्ग्वेजलाई। त्यो भाषाको तयारी गरेर त्यो तपाईँको N2 अथवा N3 N2 पास गरेर युनिभर्सिटी जाने नम्बर चाहिँ बढी छ। यहाँबाट सिधै जापानिज मिडियममा जाने। मूलत भाषा पछाडि चाहिँ तपाईँको अब कामको अवसर भन्दा पनि भाषा पछाडि चाहिँ विद्यार्थीसित तपाईँको दुईवटा विकल्प हुन्छ। एउटा तपाईँको भोकेसनल स्कुल जाने अथवा तपाईँको युनिभर्सिटी जाने होइन। त्यही भएको हुनाले उसले चाहिँ तपाईँको आफ्नो ल्याङ्ग्वेज कोर्स सकिनुभन्दा अगाडि नै अब म कुनै विश्वविद्यालयमा जाने अथवा कुन तपाईँको सेन्ट मोन गएको अथवा भोकेसनल स्कुलमा जाने, त्यो कुरा चाहिँ त्यहाँ तपाईँको ओपन क्याम्पस भनेर चाहिँ तपाईँको ठाउँ ठाउँमा चाहिँ त्यसो एक किसिमको एजुकेसनल फेयर जस्तो युनिभर्सिटीको अथवा सेन्ट मोन भोकेसनल स्कुलको फेयर जस्तो हुन्छ। त्यो फेयरमा अटेन्ड पनि गर्न सक्छन् विद्यार्थीले, अथवा उसले अध्ययन गरिरहेको जापानिज भाषा स्कुलबाट पनि त्यसको बारेमा जानकारी लिएर पूर्व तयारी गरेर चाहिँ तपाईँको आफू चाहिँ तपाईँको युनिभर्सिटी ल्याङ्ग्वेज स्कुलबाट ग्रेजुएट हुनुभन्दा अगाडि नै उनीहरू चाहिँ युनिभर्सिटी अथवा तपाईँको सेन्ट मोनको तयारी गरेको हुनाले बिचमा त्यो विधि ठुलो टाइम हुँदैन नहुने भएको हुनाले जस्तै उसले चाहिँ बिचमा चाहिँ तपाईँको फेरि काम गरेर युनिभर्सिटी जाने भन्दा पनि ल्याङ्ग्वेज लगतै ऊ चाहिँ युनिभर्सिटी अथवा सेन्ट मोन गएकोमा एडमिसन हुने गर्छ। जहाँ अवसर छ त्यहाँ चुनौती पनि हुन्छ होइन। चुनौतीपूर्ण नै हो अवसर भनेको, अथवा अपर्च्युनिटी भनेको नै तपाईँको चुनौती हो। त्यही भएको हुनाले विदेश जाने विद्यार्थीले दिमागमा के राख्नु पऱ्यो भन्दाखेरि म चाहिँ विदेश जाँदैछु जहाँ चाहिँ मेरो गार्जियन भनेको नै मै हो होइन। भोलि मैले त्यहाँ अध्ययन गर्नुपर्ने हुन्छ अथवा मेरो चाहिँ पकेट मनी गर्नुको लागि मैले पार्ट टाइम जब गर्नुपर्ने हुन्छ होइन। अनि त्यसपछि युनिभर्सिटीको तयारी गर्नुपर्ने हुन्छ अथवा मेरो ल्याङ्ग्वेज कोर्सको तयारी गर्नुपर्ने हुन्छ। त्यही भएको हुनाले विदेश सहज छैन। कुनै पनि देश जानुहोस्, तपाईँ जापान जानुहोस्, अस्ट्रेलिया जानुहोस्, अमेरिका जानुहोस्, सहज गन्तव्य होइन। तर के छ भन्दाखेरि दिमागमा के राख्नु पऱ्यो भन्दाखेरि म आफ्नो करियर बनाउन जाँदैछु, म आफ्नो जिन्दगी बनाउन जाँदैछु भनेपछि त्यही किसिमले उसले मेन्टल्ली यहाँ परामर्श दिने परामर्शदात्री संस्थाले पनि उसलाई के गर्नु पऱ्यो भन्दाखेरि उसलाई अब अवसरको गुणगान मात्रै गाएर उसलाई तपाईँको त्यो किसिमको क्यारेक्टर बनाउने भन्दा पनि विदेश भनेको अवसर सँगसँगै चुनौती पनि हुन्छ र तिमीहरूलाई यस्ता यस्ता चुनौतीको सामना गर्नुपर्ने हुन्छ र यस्ता यस्ता अवसरहरू पनि उपलब्ध हुन सक्छन् भन्ने कुरालाई उसलाई परामर्शमै मजाले प्रि काउन्सिलिङ गरेर अथवा काउन्सिलिङ गरेर पठायो भने पक्कै पनि ऊ मेन्टली प्रिपेयर हुन्छ अवसरको लागि पनि चुनौतीको लागि पनि। त्यही भएको हुनाले उसलाई चाहिँ विदेश भनेको चाहिँ असहज महसुस हुँदैन, गाह्रो छ। त्यही भएर कस्तो हुन्छ नि यो एउटा कुरा पीडा, विदेश भनेको चाहिँ जस्तै दुःख गर्न जाने दुःख पाउन जाने होइन भन्छु मैले मेरो आफ्नो विद्यार्थीलाई पनि होइन। दुःख गर्न जाने दुःख पाउन जाने होइन। त्यही भएर जस्तै अब यो पीडाको परिभाषा के हो भन्दा जस्तै मान्छे चाहिँ दुःखी हुनु र पीडित हुनु फरक कुरा हो। त्यही भएर तपाईँले राम्रो काउन्सिलिङ गऱ्यो भने जस्तै हामी घाममा गयौँ, घाममा गएपछि हामी दुवैजनालाई घामले पोल्छ। अब तपाईँलाई के लाग्यो भने मलाई घामले पोल्छ, मलाई डढाउँछ, म चाहिँ एउटा कालो हुन्छु भने त्यो किसिमको तपाईँको विचार तपाईँको दिमागमा खेल्यो भने के हुन्छ, तपाईँलाई पीडा हुन्छ, पीडा बोध गर्नुहुन्छ। त्यसले तपाईँलाई के हुन्छ, तनाव हुन्छ, तपाईँलाई कुण्ठा पैदा हुन्छ होइन। अब यो गरिब महिना हो, घाम अथवा सूर्यले त पोलिहाल्छ नि, ठिक छ केही छैन भनेर तपाईँले त्यसमा अल्टरनेटिभ जानुहुन्छ भने के हुन्छ, त्यसलाई सहज रूपमा लिनुहुन्छ। त्यही भएर विदेश भनेको अवसर पनि हो, चुनौती पनि हो। त्यो कुरालाई राम्रोसित एनालाइसिस गरेर बुझेर अब चाहिँ त्यही किसिमको प्रिपरेसन तयारी गरेर जाने र परामर्शदात्री संस्थाहरूले पनि आफ्नो विद्यार्थीहरूलाई त्यही किसिमको तपाईँको तयारी गरेर पठाउने हो भने गाह्रो छ, गाह्रो त हुनसक्छ होइन। तर ऊ पीडित हुने अथवा बेचैन हुने सम्भावना कम रहन्छ। त्यो चाहिँ यस्तो हुन्छ फेरि यो खर्च जुटाउन सक्छ कि सक्दैन भने चाहिँ एब्स्ट्र्याक्ट कुरो हो कि। अब खर्च जुटाएका विद्यार्थीहरू पनि छन्, जुटाउन नसकेका पनि छन् होइन। अब विद्यार्थी जापानको कुन ठाउँमा जान्छ, कुन भूगोलमा जान्छ, कुन एरियामा जान्छ र त्यहाँ कामको उपलब्धता कस्तो छ। त्यही भएर उसको हामी त के भन्छौँ भने त्यही भएर उसको प्यारेन्ट्स र विद्यार्थी स्वयंले नै जानुभन्दा अगाडि म कुन ठाउँमा जापानको कुन ठाउँमा जाँदैछु, कस्तो स्कुलमा जाँदैछु, त्यो स्कुल चाहिँ कुन स्ट्यान्डर्डको छ, त्यसले विद्यार्थीलाई कस्तो किसिमको सपोर्ट गर्छ र भोलि समस्या पऱ्यो भने स्कुलले कति किसिमको सपोर्ट गर्छ, यी सबै कुराहरू बुझेर परामर्शदात्री संस्थासित बुझेर त्यो कुराहरू क्लियर भएर र भोलि जापान गएर चाहिँ म चाहिँ तपाईँको स्कुलको कारणले अथवा विविध कारणले दुःख पाउँदैन अथवा भूगोलको कारण कस्तो हुन्छ, कति स्कुलहरू चाहिँ तपाईँको वर्किङ एरियाभन्दा बाहिर हुन्छ, जसले गर्दा विद्यार्थीले सहज तरिकाले पार्ट टाइम जब नपाउन सक्छ। यी सबै कुराहरू बुझेर जाने हो भने चाहिँ
धेरै कुराहरू चाहिँ त विद्यार्थीले त्यस्तो धेरै ठुलो चुनौतीको सामना अनि गर्नु पछिल्लो परिसक्छ। समय जुन जापान गएका विद्यार्थीहरूको चाहिँ प्रतिक्रिया कस्तो पाउनु भएको छ? जस्तो उनीहरूले त्यहाँ गएर रोजगारको अवसर पाएका छन्, पढ्ने अवसर पाएका छन्, अथवा के छ प्रतिक्रिया कस्तो पाउनु अब भएको छ? यस्तो यो चाहिँ मिश्रित प्रतिक्रिया छ क्या, एब्स्ट्र्याक्ट छ। अब जापान ठुलो देश हो, ऊ कुन भूगोलमा चाहिँ कुन ठाउँ जान्छ, तर एकदम सहज तरिकाले जापान गएर होइन ठिक छ राम्रो गरिरहेको छु र राम्रो इम्प्रुभमेन्ट भइरहेछ भन्ने विद्यार्थीहरू पनि छ। अलिक कति चाहिँ कम्फर्टेबल नभएर होइन अलिक गाह्रो भयो अथवा असहज भयो अथवा गर्न सकिएन अथवा काम गर्न गाह्रो भयो अथवा पढ्न गाह्रो भयो भन्ने पनि छन् होइन। त्यो भएको हुनाले तपाईँको यो मिश्रित छ। तपाईँको यो मान्छेको स्वभावै कस्तो हुन्छ भने सबै कुरामा सन्तुष्ट नहुने भएको हुनाले मान्छेको आफ्नो आफ्नो साइकोलोजी भएको हुनाले चाहिँ तपाईँको त्यहाँ गएर तपाईँको फुल्ली सेटिस्फाई हुने विद्यार्थीहरू छन्, नहुने पनि छन्। हामीले चाहिँ जस्तै हाम्रा मेम्बरहरूलाई चाहिँ अभिमुखीकरण कुराहरू गरिरहेको छौँ र हाम्रो आफ्नो संस्थाको कोड अफ कन्डक्ट पनि छ होइन। हामीले चाहिँ त्यो कोड अफ कन्डक्टभन्दा बाहिर जानेलाई चाहिँ तपाईँको चाहिँ कारवाही गर्छौँ। त्यही भएर जस्तै विद्यार्थीलाई केसम्म काउन्सिलिङ गर्ने, केसम्म नगर्ने, कस्ता कस्ता किसिमकाहरूको आश्वासन दिने, कस्ता कुराहरू नगर्ने र पुरा गर्न नसक्ने कुराहरू, जस्तै विद्यार्थीलाई आकर्षित गर्ने मात्रै होइन, विद्यार्थीलाई आकर्षित गर्नको लागि मात्रै तपाईँको सुन्दर नारा लगाउने भन्दा पनि भोलि विद्यार्थीले गएर विदेशमा गएर असहज अवस्थाको सामना गर्न नपरोस्, तीप्रति पनि सजग हुनुको लागि हामीले सबै हाम्रा मेम्बरहरूलाई अभिमुखीकरण तालिमहरू दिइरहेका छौँ र परामर्श। अब अनि हाम्रा टिचरहरू हामीले चाहिँ टिचर्स ट्रेनिङ, जापानिज ल्याङ्ग्वेज टिचर ट्रेनिङ पनि गऱ्यौँ, जसले चाहिँ पढाउने टिचरहरू जो जापानिज भाषा हाम्रा सदस्य संस्थाहरूमा पढाइरहनु भएको छ, उनीहरूले चाहिँ अझ राम्रो तरिकाले कसरी तपाईँ जापानिज भाषा पढाएर विद्यार्थीलाई जापानिज भाषामा पोख्त हुने गराउने अथवा भोलि जापानमा गएर चाहिँ भाषागत समस्याहरूलाई ट्याकल गर्नलाई, समाधान गर्नलाई कस्ता कस्ता कुराहरू गर्ने भनेर चाहिँ हामीले जापानबाट नै तपाईँको क्वालिफाइड तपाईँको जापानिज ल्याङ्ग्वेज इन्स्ट्रक्टरलाई बोलाएर पनि ट्रेनिङ गऱ्यौँ होइन। र त्यही भएर यो अभिमुखीकरण तालिम लगायत यो टिचर्स ट्रेनिङ लगायतको कार्यक्रमहरू गरिरहेको छौँ, जसले गर्दाखेरि पक्कै पनि हाम्रो मेम्बर संस्थाहरूबाट जाने विद्यार्थीहरूलाई सहजै भएको हुनुपर्छ। उसले कस्तो किसिमको परामर्श दिइरहेछ, उसले तपाईँको चाहिँ तथ्यमा रहेर आधारित रहेर परामर्श गरिरहेछ कि विद्यार्थीलाई आकर्षित गर्नको लागि मात्रै सस्ता नारा दिइरहेछ। किन अहिले तपाईँ एआईको जमाना हो, हामी धेरै कुराहरू पत्ता लगाउन सक्छौँ र तथ्यमा आधारित जसले परामर्श दिन्छ, जसले तथ्यमा आधारित परामर्श दिएछ र विद्यार्थीलाई जापान पुगिसकेपछि सहजीकरण गर्न सक्ने, भोलि विद्यार्थीको समस्याहरू सुन्न सक्ने र अर्को कुरा नेपाल सरकारका सम्बन्धित निकायले चाहिँ मान्यता दिएका संस्थाहरूबाट नै परामर्श लिएर जानुभयो भने पक्कै पनि भोलि यहाँलाई के असहज परिस्थिति आयो भने पनि सरकारी लेभलबाटै अथवा संस्थाको लेभलबाटै पनि त्यसलाई ट्याकल गर्न सकिन्छ। अब विदेश हो, अब सोचे जस्तो नहुन सक्छ, कहिलेकाहीँ तपाईँको राम्रै कुरा गर्दा पनि समस्या आउन सक्छन् होइन। त्यो बेलामा चाहिँ समस्या आउनु भन्दा पनि समस्यालाई सहजीकरण गर्ने अथवा विद्यार्थीलाई अब त्यो समस्याबाट तपाईँको वर्ष अवस्थामा नपुग्नको लागि त्यो हामीले हाम्रो संस्थागत रूपमा पनि सहजीकरण गर्छौँ, हामीले त्यो संस्थागत रूपमा पनि पहल गर्छौँ र मेम्बर यस्ता त्यही नेपाल सरकारका चाहिँ शिक्षा मन्त्रालय अथवा प्रदेश सरकारबाट मान्यता प्राप्त संस्थाबाट नै मान्यता प्राप्त संस्थाबाट परामर्श लिएर जानलाई चाहिँ मैले यहाँहरूलाई सबैले अनुरोध गरेँ। हामीले त के छ भने मूलत जस्तै हामीले चाहिँ हाम्रो कोड अफ कन्डक्टभन्दा बाहिर जानेलाई चाहिँ हामीले संस्थाको मेम्बरबाट राख्दैनौँ, मेम्बरबाट निकाल्छौँ। र अर्को कुरा के छ भन्दा जस्तै जुनसुकै व्यवसाय समस्या भनेको जुनसुकै व्यवसाय पनि छ, सबै राम्रै मान्छेले तपाईँको परामर्श गर्छन् भन्ने पनि होइन। परामर्श व्यवसायमा राम्रा मान्छेहरू पनि छन् र नराम्रा मान्छेहरू पनि छन् व्यवसायभित्र आबद्ध। अब त्यो कुरालाई मोनिटरिङ गर्ने, त्यो कुरालाई हेर्ने, त्यो कुरालाई फिल्टर गर्ने काम राज्यको। हामी संस्था भनेको चाहिँ कार्यकारी नभएको हुनाले हामीले कानुनको हातमा लिएर कुनै पनि कुराहरू गर्न सक्दैनौँ। राज्यको कानुन हामीले पनि मान्नुपर्छ। हामीले कुनै पनि संस्थालाई चाहिँ कानुनी कारबाही गर्न सक्दैनौँ अथवा त्यो संस्था बन्द गर्न सक्दैनौँ, त्यसलाई काम गर्नबाट रोक्न सक्दैनौँ। तर के हो भन्दाखेरि राज्यले के गर्नु पर्यो भन्दाखेरि हरेक निकायमा समस्या छ, त्यो तपाईँको राज्यका हरेक निकायमा समस्या हुन्छ। त्यही भएर त राज्य चाहियो। राज्यले के गरोस् भन्दाखेरि ती गलत काम गर्नेलाई कानुनी कारबाही गरोस् र राम्रा काम गर्नेलाई प्रशय दियोस्। र त्यही भएर हामी यही चाहन्छौँ, राम्रो काम गर्नेले प्रशय पाउनु पर्यो, राम्रो काम गर्नेलाई पुरस्कृत गर्नु पर्यो र गलत काम गर्नेलाई कानुनी कारबाही गर्नु पर्यो। यो भयो भने पक्कै पनि व्यवसायमा सुधार आउँछ। अनि जस्तो जो विद्यार्थीहरू चाहिँ समस्यामा परेका छन् उनीहरूले चाहिँ जस्तो तपाईँहरूको सङ्घमा आएर उजुरी गर्न सक्छन् अथवा उनीहरूले गरेको उजुरी उपर चाहिँ तपाईँहरूले के गर्नुहुन्छ? सङ्घमा उजुरी गर्न सक्छन् विद्यार्थीहरूले, त्यो अधिकार हुन्छ। विद्यार्थीले चाहिँ अब ती हाम्रा मेम्बरभित्रका उसले उजुरी गरेको चाहिँ तपाईँको संस्था चाहिँ हाम्रो मेम्बर अर्गनाइजेसन रहेछ भने हामीले हाम्रै विधान अन्तर्गत रहेर उसले कारबाही गर्ने कुरा भयो।
र हाम्रो विधान अन्तर्गतको कारबाही मात्रै हामीले गर्नुभयो। त्योभन्दा माथिको कारबाही चाहिँ अथवा कानुनी कारबाही चाहिँ हामीले सम्बन्धित निकायसित विद्यार्थीलाई फेसिलिटेट गरेर कारबाही गर्ने कुरा रह्यो। यदि गलतै काम भएको छ, यदि तपाईँको विद्यार्थी पीडित नै हो, साँच्चै नै त्यो संस्थाले विद्यार्थीलाई पीडाइदिएको छ भने हामीले चाहिँ उसको पीडालाई निराकरण गर्नलाई कानुनी सहजीकरण पनि गर्छौँ। अब हाम्रो मेम्बरभन्दा बाहिरकोलाई चाहिँ हामीले विद्यार्थीलाई सल्लाह दिन्छ, तिमीले यो कुराबाट कानुनी परामर्श लिन सक्छौ अथवा कानुनी सल्लाह लिन सक्छौ भनेर हामीले त मूलत त्यही अभिमुखीकरण। जस्तै परामर्श के हो, के गर्न मिल्छ, के गर्न मिल्दैन। जस्तै जापानकै कुरा गरौँ, हामी मूलत जापान केन्द्रित भएको हुनाले जस्तै जापान कस्तो गन्तव्य हो, यसमा कस्ता कस्ता किसिमका काउन्सिलिङ गर्न सकिन्छ र कुन कुन कसरी काउन्सिलिङ गरेर पठाउँदा फेरि विद्यार्थीलाई तपाईँको चाहिँ असहज हुँदैन, त्यो कुरामा हामी फोकस भएर हाम्रो मेम्बरलाई चाहिँ हामीले हाम्रो मेलको थ्रुबाट होइन, कुनै त्यस्तो जापान सम्बन्धी नयाँ नियम कानुन त्यस्ता कुराहरू आएको छ भने हामीले त्यसको जानकारी चाहिँ मेलको थ्रुबाट दिने गर्छौँ होइन। र अथवा अपडेट कुराहरू कति व्यवसायहरू हुन्छन् आफै पनि अपडेट हुनुहुन्छ होइन। र हामीले फेला पारेसम्मका तपाईँको इन्फर्मेसनहरू सहज कुराहरू चाहिँ अपडेट गरेर अभिमुखीकृत गरे पनि गरिरहेको छौँ। अनि यस्ता गतिविधिहरूमा जस्तो विशेष गरेर शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतावास, कूटनीतिक नियोगसँग गर्नुपर्ने जुन विभिन्न खालको मिडिएटरका भूमिकाहरू होला, जहाँ तपाईँको चाहिँ एउटा सङ्घले विभिन्न विद्यार्थीहरू केन्द्रित गतिविधिहरूमा समस्या हुँदाखेरि सहजीकरण गर्नको लागि गर्नुपर्ने कार्यहरूमा चाहिँ जस्तो कस्ता कस्ता कुराहरूमा चाहिँ तपाईँहरूले ध्यान दिनुभएको छ, जसले गर्दाखेरि चाहिँ विद्यार्थी अथवा अभिभावकले पनि दुःख पाउनु नपरोस् र एउटा व्यवसायीले पनि आफ्नो व्यवसाय सहज रूपमा सञ्चालन गरोस्, त्यसका लागि चाहिँ तपाईँहरूले गर्ने पहलहरू चाहिँ के छन्? यस्तो हुन्छ कानुनी रूपमा मूलत जस्तै अहिलेको गम्भीर समस्या भनेको के छ भन्दा जस्तै हामीले चाहिँ के भन्छ जापान जाने विद्यार्थीहरूमा तपाईँको जस्तै अब दुःखद भनौँ कुनै घटना घट्यो, मृत्यु भयो, दायाँ भयो भने उसको लास नेपालसम्म ल्याउनलाई तपाईँको गाह्रो छ होइन। कति त हामी संस्थागत मेम्बर भयो भने संस्थाबाट तपाईँको हामी सकेको तपाईँको चन्दा उठाउने गर्छौँ होइन। त्यो समस्या नहोस् भनेर हामीले चाहिँ इन्सुरेन्स एक किसिमको तपाईँको टर्म इन्सुरेन्स बनाएर पनि हाम्रो मेम्बरहरूलाई चाहिँ तपाईँको त्यो इन्सुरेन्स कम्पनीबाट एउटा टर्म प्याकेज स्वीकृत गराएर भोलि त्यो इन्सुरेन्स गरेर गयो भने इन्सुरेन्सले कभर गर्ने एरियामा भोलि उसको प्यारेन्ट्सलाई यसलाई पनि भार नपर्ने गरी चाहिँ तपाईँ इन्सुरेन्स पनि एउटा सहजीकरणको रूपमा इन्सुरेन्स पनि गरेका छौँ होइन। अर्को कुरा जस्तै विद्यार्थीलाई चाहिँ जस्तै उसको मेन कुरा भनेको जस्तै हाम्रो मेम्बरहरूलाई चाहिँ के छ भने गलत परामर्श नगरौँ, गलत काउन्सिलिङ नगरौँ र विद्यार्थीलाई गलत आश्वासन नदिउँ। ऊ अध्ययन गर्न जान लाग्यो, मूलत उसको फोकस भनेको अध्ययन हो। उसले गलत काउन्सिलिङ गरेर विद्यार्थी ओभर एम्बिसियस नहोस्, किनभने मेन कुरा समस्या भनेको ओभर एम्बिसियस हुनु हो। विदेशमा गएर विद्यार्थी ओभर एम्बिसियस भयो र हामीले उसलाई चाहिँ तपाईँको मिस काउन्सिलिङ गऱ्यो भने ऊ मानसिक तनावमा पर्न सक्छ, ऊ तपाईँको डिप्रेसनमा जान सक्छ। त्यही भएर त्यस्ता कुराहरू नगरौँ र विद्यार्थीलाई एक्ज्याक्ट सत्य तथ्य इन्फर्मेसन दिउँ। किनभने हामीबाट आएका सबै विद्यार्थीहरू चाहिँ जानैपर्छ भन्ने छैन। साँच्चै नै विद्यार्थी जाने हो, उसले चाहिँ अफोर्ड गर्न सक्छ कि सक्दैन, यो कस्तो किसिमको फ्यामिली ब्याकग्राउन्ड हो होइन, ती सबै कुराहरू बुझेर राइट परामर्श गऱ्यो भने विद्यार्थीलाई उहाँ मानसिक तनाव कम हुन्छ र विद्यार्थीले गर्नुपर्ने तयारीहरू, आर्थिक तयारीहरू, अरू तपाईँको सोसियल तयारीहरू, मानसिक तयारीहरू, मेन्टल प्रिपेरेसन पनि इम्पोर्टेन्ट कुरा। मानसिक तयारीले पनि धेरै कुरा उसका धेरै समस्याहरू सहजीकरण गर्छ। त्यही भएर हामीले विचार गर्दैछौँ, अझै त सुरु गरिसकेका छैनौँ होइन। जस्तै मनोपरामर्श जापान जाने गरेको विद्यार्थीलाई एकचोटि एउटा चाहिँ मनोपरामर्श गर्ने चाहिँ हाम्रो योजना छ, जसले गर्दा विद्यार्थीले भोलि त्यहाँ जापानमा हुन सक्ने मानसिक समस्यालाई तपाईँको उसले मेन्टल काउन्सिलिङ भन्ने साइकोलोजिकल काउन्सिलिङबाट चाहिँ त्यसलाई सहज रूपमा त्यसलाई ह्यान्डल गर्न सकोस् भनेर त्यो पनि हाम्रो मूलत चाहिँ जापान ठुलो भोलोमा जानुको पछाडि कारण चाहिँ के भन्दाखेरि तपाईँको जापानमा गइसकेपछि विद्यार्थीले राम्रो तयारी गरेर जाने बित्तिकै राम्रो पढ्ने विद्यार्थीले तपाईँको त्यहाँ सेटलमेन्ट हुने कुराहरू सहज भएको हुनाले र अरू कुरा भनेको जस्तै मध्यम आएका भएका मान्छेहरूले पनि तपाईँको होइन तपाईँ अन्य देशभन्दा तपाईँको थोरै लगानीमा पनि विदेश जान सक्ने भएको हुनाले चाहिँ मूलत पछिल्लो समयमा चाहिँ यसरी नै जापानप्रति विद्यार्थीहरूको आकर्षण छ। अब जस्तो जो अभिभावकले आफ्नो विद्यार्थी आफ्ना चाहिँ भनौँ न जस्तो बालबालिकालाई छोराछोरीलाई विदेश पठाउँछु भनेर योजना बनाइरहनु भएको छ, त्यसमा पनि जापान नै आफ्नो शैक्षिक गन्तव्य रोजिरहनु भएको छ, उहाँहरूलाई चाहिँ के सुझाव दिनुहुन्छ? मूलत चाहिँ तपाईँ बालबच्चालाई पठाउँदै हुनुहुन्छ भने सबभन्दा पहिला त तपाईँको
कस्तो किसिमको तपाईँ परामर्शदात्री संस्था तपाईँले रोज्दै हुनुहुन्छ। त्यो परामर्शदात्री संस्था चाहिँ तपाईँको नेपाल सरकारबाट मान्यता प्राप्त हो कि होइन, उसको चाहिँ तपाईँको प्रोफाइल कस्तो छ, जस्तै उसले चाहिँ कस्तो किसिमको सर्भिस दिइरहेछ त्यो कुराहरू हेर्न सकिन्छ। ती सबै कुराहरू कस्तो किसिमको सर्भिस दिइरहेछ, त्यो कस्तो किसिमको संस्था हो, ती सबै कुराहरू बुझेर भोलि कानुनी रूपमा समस्या परेमा अथवा जापानमा कुनै समस्या परेमा त्यो कुराले ट्याकल गर्न सक्ने त्यो संस्थाको हैसियत छ कि छैन, त्यो कुराहरूलाई विचार गरेर चाहिँ तपाईँको पठाउनु भयो भने पक्कै पनि विद्यार्थीले तपाईँको असहज महसुस गर्ने छैन। मेन कुरा जापान भनेको चाहिँ जस्तै रुल एन्ड रेगुलेसन चल्ने देश हो। त्यहाँ चाहिँ टाइमलाई एकदम इम्पोर्टेन्ट दिने भएको हुनाले विद्यार्थी टाइम पङ्क्चुअल हुनै पर्यो। अनि अर्को कुरा कस्तो हुन्छ नि, जापानमा चाहिँ आफ्नो भाषालाई इम्पोर्टेन्ट दिने भएको हुनाले राम्रो भाषाको तयारी गरेर यहाँबाट जानु पर्यो। अनि जापानका रुल एन्ड रेगुलेसन जस्तै पठाउने पनि संस्थाले चाहिँ अथवा जापानमा साइकल कसरी चलाउने त्यसको पनि रुल छ। तपाईँले त्यो रुल ब्रेक गऱ्यो भने फाइन हुन्छ होइन। विभिन्न किसिमका ट्राफिक नियमहरू, सांस्कृतिक कुराहरू, अनि कति कुराहरू जस्तै त्यो सङ्केत उनीहरूको जस्तै कल्चरल सिम्बोलहरू कति नेपालमा चाहिँ त्यो कुरालाई सहज भयो भने जापानमा एकदम अश्लील कुराहरू पनि हुन्छन् त्यही सङ्केत चाहिँ। त्यही भएर तपाईँको सांस्कृतिक कुराहरू जापानका संस्कृतिको बारेमा ज्ञान हुनु पऱ्यो, ट्राफिक रुल एन्ड रेगुलेसनको बारेमा ज्ञान बसोबासको कुराहरू चाहिँ जस्तै बसोबासको बारेमा पनि जानकारी हुनु पऱ्यो। बसोबास चाहिँ कस्तो हुन्छ, मूलतः दुई तरिकाको हुन्छ। कोही चाहिँ तपाईँ विश्वविद्यालय तपाईँकै छात्रावास हुन्छ भने कोहीले चाहिँ विद्यार्थीले बाहिर पनि बस्नु मिल्ने हुन्छ होइन। त्यही भएर त्यो बसोबासको लागि जापानमा त्यति समस्या छैन होइन। बसोबास भन्दा पनि मूलतः भनेको उसले तयारी भनेको ट्राफिक रुल एन्ड रेगुलेसन। अनि नेपालको चाहिँ अब हामी दुर्गम ठाउँबाट पनि विद्यार्थी जाने भएको हुनाले चाहिँ होइन कतिलाई तपाईँको अब ट्राफिक सम्बन्धी रुलको ज्ञान नहुनसक्छ। त्यही भएर कति त त्यो ज्ञान नहुनाले दुर्घटनामा परेर तपाईँ विद्यार्थीको मृत्यु भएको पनि छ। अनि जाँदाखेरि यस्तो पैसा कति जति बोकेर जानुपर्ने हुन्छ अथवा के हुन्छ? मूलतः नेपाल सरकारले चाहिँ $2500 बराबरको चाहिँ जापानिज मुद्रा साटेर लाउने चाहिँ तपाईँको व्यवस्था गरेको छ होइन। त्यति नै, अथवा आफूलाई 1 लाखभन्दा माथि लग्यो भने सहज। हाम्रो नारै के छ भने सही परामर्श। हामी विद्यार्थीलाई आकर्षित गर्ने जसरी नै पठाउनुपर्छ भन्दा पनि विद्यार्थीले भोलि जापानमा गएर दुःख नपाओस् र उसलाई करियर काउन्सिलिङ, जापानिज ल्याङ्ग्वेज पढिसकेपछि के गर्ने, त्यो कस्तो टाइपको विद्यार्थी हो, त्यो सेनमन स्कुल पढ्ने विद्यार्थी हो अथवा युनिभर्सिटी जाने विद्यार्थी हो, त्यसलाई हामीले छुट्याएर चाहिँ सेनमन जाँदा के हुन्छ, युनिभर्सिटी जाँदा के हुन्छ, र जापान कस्तो देश हो, त्यसको भाषा, त्यसको तपाईँको एजुकेसन सिस्टमको बारेमा, त्यसको ट्राफिक रुल एन्ड रेगुलेसनको बारेमा, त्यसको संस्कृतिको बारेमा, रीतिथितिको बारेमा, र जापानिज पिपल, किनभने उनीहरू जापानिज पिपल शान्तिप्रिय हुनाले जस्तै उनीहरू हल्लाखल्ला स्वर सराबा भयो भने तपाईँको त्यस्तो गर्नाले पनि विद्यार्थी असहज अवस्थामा परेको छ। जस्तै विद्यार्थीले यहाँ आफ्नो रुममा चाहिँ आफू बसेको होस्टेलमा हल्लाखल्ला गरेको र अर्को तपाईँको उतापट्टि बस्ने जापानिज अथवा पल्लो तपाईँको अपार्टमेन्टमा बस्ने जापानिजले कम्प्लेन गरेर तपाईँ पुलिस केस परेका घटनाहरू पनि छन्। त्यही भएर तिनीहरूको सोसियल चाहिँ सेटिङ कस्तो छ, त्यहाँ गएर त्यो सोसियल स्ट्यान्डर्डमा कसरी बाँच्ने, यी कुराहरू पनि हामीले काउन्सिलिङ गरेर पठाउने भएको हुनाले पक्कै पनि त्यो भएको हुनाले चाहिँ हामी सोभाङ्गीलाई रोज्न चाहिँ रिक्वेस्ट गर्छौँ।